So good. Hi everyone, let's make high protein salad with me. जसको लागि हामीलाई चाहिन्छ धेरै भन्दा धेरै भेजिटेबल अनि दुईटा अन्डा. So let's make it. So मैले चाहिँ सबै भेजिटेबलहरुलाई पखालेर ल्याइसकेकी छु. मैले बन्दा चाहिँ थोरै युज गरेकी छु किन अरु भेजिटेबलहरु एकदम धेरै छ नि त. यसलाई चाहिँ मज्जाले काट्नी. हाम्रो अब हेल्दी प्रोटिन सलाड बनाउन अब सबै सामानहरु रेडी भइसक्यो. अब यसलाई पालो रहेको छ मिक्स गर्ने. सो बनाउने त यो रहेको छ चना है. म सुरुमा चना राख्छु. बोइल गरेको मकै which is also good for health. यो रहेको छ कालो धनिया, टमाटर अनि यो चाहिँ बन्दा है. मलाई फेरि सलाड बनाउन मन त लाग्छ हैन, तर केही कुरा यति एउटा सामान भएन नि त मनै लाग्दैन के बनाउन. आज चाहिँ कहाँबाट हुन्छ सबै सामान जुटाएर मैले बनाउने सोच गरेकी छु. गाजर, प्याज, काँक्रा मिक्स गर्ने है. यसो त धेरै हुने भयो के धेरै. एक बाटा सलाड हाल्ने भयो मैले. यो चाहिँ रहेको छ बोइल्ड एग जुन चाहिँ मैले काटिसकेकी छु. यो चाहिँ रहेको छ बिरेनुन है गाइस. यो चाहिँ आलु छ थोरै चाट मसाला यो चाहिँ. अब पालो रहेको छ कागती गाइस. सब मिक्स गर्न पर्यो है. मिक्स गाइस रेडी हुन लागिसकेको छ. हेर्दै कस्तो खान भइसकेको छ. अब चाहिँ हाई प्रोटिन सलाड इज रेडी गाइस. अब यसलाई राखौँ प्लेटिङ गरेर खान पर्यो नि त. एक बाउल खान्छु म चाहिँ. So good.